हेलो साथीहरु, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म धेरै लामो समय पछाडि भिडियो लिएर आएकै छु। हजुरहरूले प्लिज मेरो भिडियो हेरेर धेरैभन्दा धेरै माया गरिदिनु होला भन्न चाहन्छु। म चाहिँ माइत आएको पनि धेरै दिन भइसक्यो होइन, दसैँ अघि नै भइसक्यो होला सायद होइन। अब माइत आए पनि के गर्नु, भिडियो बनाएर चाहिँ हाल्न पाएको छैन होइन। अब भ्याइँदैन नि त, दुई दुईवटा बच्चा छ नि, यता जाऊ उता जाऊ, भ्याइँदैन। बनाउँछु भन्छु है, बनाउनै भ्याउँदिनँ, कन्टिन्यू गर्नै पाएको छैन भिडियोलाई होइन। अब कोसिस गर्नेछु, भरसक कोसिस गर्नेछु भिडियो बनाउने होइन। अब म चाहिँ आज यहाँ चाहिँ माछा छ, माछा ल्याउनु भएको छ बाबाले होइन। अब यो माछा बनाउँछु। मलाई चाहिँ माछा बनाउन चाहिँ आउँदैन। मैले चाहिँ सेकेन्डचोटि भनौँ न, फर्स्टचोटि बनाएर चाहिँ सबै फ्याँकिरहेको छु बनाउन नआएर। यो चाहिँ सेकेन्डचोटि बनाउन आँट्दैछु। अब कसरी बनाउँछन् थाहा छैन, तर म आफ्नै तरिकाले यसो बनाउँछु। कस्तो बन्छ हेर्नलाई त। म चाहिँ अब यो माछालाई यहाँ खन्याउँछु। सक्नुहुन्छ माछा देख्न सक्नुहुन्छ होइन। अब म चाहिँ यसमा बेसार हाल्छु। थोरै तोरीको तेल, अब यसमा नुन पनि थोरै राख्छु। यसलाई मजाले मोल्छु। मैले चाहिँ माछा मोलेर पनि राखिसकेँ। अब यसको लागि चाहिँ म के अरे माछा तार्नको लागि एकछिन राखिदिन्छु, अनि यसको लागि मसला रेडी। म चाहिँ आज चुलोमा माछा तार्छु। अब चुलोमा गर्छु किनकि सबै पड्किन्छ नि त। यो यहाँ आगो बालेर अब देख्न सक्नुहुन्छ, म यहाँनिर यो ताईमा थोरै तेल राखेर बिस्तारै गर्छु, सबै पड्केर कता कता पुग्छ। यहाँ माछा रेडी छ। अब यहाँ ताई रेडी भइसक्यो। यहाँ तेल हाल्छु। अनि तार्छु म चाहिँ। तेल पनि तातिसक्यो। अब चाहिँ म चाहिँ माछा हाल्छु। यो चाहिँ एकदमै पड्किन्छ, डर लाग्छ के गरी हाल्नु। अरे यो माछा तार्न चाहिँ एकदमै डर लाग्छ है मलाई चाहिँ। गाउँघरमा चाहिँ यसरी आगो बालेर पकाउनको छुट्टै मजा हुन्छ। डर लाग्छ बिस्तारै फुल्काइदिन्छु। यहाँ चाहिँ माछाको झोल पकाउनको लागि रेडी पारेको छ। प्याज, लसुनको पत्ता, अनि तोरी र जिरा धनियाँ, लसुन अदुवाको छोप र टमाटर काटेको छ। अब म चाहिँ अब यहाँ तेल बसालेको छु। तेल बसालेपछि अब पकाउँछु। यहाँ चाहिँ मेथी पड्काउने, जिरा पनि पड्काइदिन्छु। तेल पनि तातिसक्यो। अब प्याज हाल्छु, लसुनको पत्ता पनि पड्काइदिन्छु। यो चाहिँ अब हाल्न हुन्छ कि हुँदैन त, म चाहिँ हालेर पकाउँछु। अब यसलाई एकछिन रातो हुन्जेलसम्म भुट्छु। अब म चाहिँ यहाँ यो तोरीको चोपा हालिदिन्छु।
कसरी पकाउँछन् थाहा छैन, म चाहिँ आफ्नो तरिकाले पकाउँछु है। थोरै मात्रामा बेसार राख्छु। टमाटर हाल्छु अनि यसलाई फेरि एकछिन चलाउँछु। भन्छ अब यसमा नुन हाल्छु स्वादअनुसार। अब यसलाई एकछिन मसला पाक्न दिन्छु। यहाँ चाहिँ पाकेर यस्तो भएको छ। अब रस हाल्नु। अब यो चाहिँ पाकेर रेडी भइसकेको छ। यहाँ रस हाल्छु। यहाँ चाहिँ माछा तारेर पनि रेडी भइसकेको छ। अब यहाँनिर रस उम्लिँदैछ, उम्लिसक्यो। अब म यो माछालाई चाहिँ यहाँ हालिदिन्छु यसरी। हालिदिन्छु। अब यसलाई एकछिन उम्लिन दिन्छु। यहाँ चाहिँ रस उम्लेर रेडी भइसक्यो। अब म यहाँ माथिबाट धनिया छर्किदिन्छु। हेर्दै यम्मी यम्मी भएको छ। मैले चाहिँ पकाएको कस्तो लाग्यो हजुरहरूलाई? यो सेकेन्डचोटि पकाउन खासै आउँदैन है त। मेरो यम्मी यम्मी चाहिँ माछा पाकेर रेडी भइसकेको छ। मेरो चाहिँ पकाउने तरिका यस्तै हो। मलाई चाहिँ खासै पकाउन आउँदैन माछा चाहिँ हैन। म पकाउँदिनँ, अरूले पकाएको मात्रै खाने हो। र यो पकाएको रेसिपी हजुरहरूलाई मन पऱ्यो भने प्लिज लाइक गरिदिनु होला र मेरो भिडियो मन पऱ्यो भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला नयाँ साथीहरूले है त। हजुरलाई चाहिँ यति नै, बाई बाई।